भिडियो अलिक लामो हुन सक्छ, तर जानकारीमूलक हुन सक्छ। त्यसैले ध्यान दिएर सुन्नुहोला हजुरहरू, कुनै दिन काम लाग्न सक्छ। हाम्रो स्वास्थ्यको लागि, हाम्रो शरीरको लागि सबभन्दा उत्तम समय भनेको बिहानको ब्रह्ममुहूर्त। ब्रह्ममुहूर्त 4 बजेबाट सुरु हुन्छ र घाम नझुल्कुन्जेली ब्रह्ममुहूर्तै कहिन्छ। तर पनि पृथ्वीमा सुनसान रहन्जेली आफूलाई ध्यानमा जान शान्ति र आनन्द मिल्ने भएकोले त्यस समयलाई शान्त भएर आनन्द भएर हामी ध्यानमा बसौँ। यस्तो समय गुमाउनु भनेको ठुलो मौका चुकाउनु हो। हाम्रो स्वास्थ्यको लागि ब्रह्मा पिताले, परमात्मा प्रभुले हामीलाई अमृत बरसाइरहनु भएको समय हो ब्रह्ममुहूर्त। त्यसैले हामी ब्रह्ममुहूर्तलाई अति नै अमूल्य समयको रूपमा मान्नुपर्छ र आफ्ना स्वास्थ्यको लागि चाहिने सम्पूर्ण किसिमका अमृत प्रदान गर्ने समय। अनि उखानमा पनि छ कि बिहानभरि सिरक ओढेर सुत्नु अहिले आनन्द छ, तर पछि त्यही सिरकमा के भन्छ नि, त्यो भयो भने के हुन्छ होला हालत भन्नु त। त्यसैले ब्रह्ममुहूर्तमा उठ्ने, आनन्दले अमृत प्रदान गर्ने, एक्सर्साइज गर्ने, शरीरमा व्यायाम गर्ने, निरोगी र स्वस्थ बन्ने। सम्पूर्णमा राधे राधे।